मैले आफैले पनि धेरै साथीहरूको 30 दिन भिसा आएको देखेको छु। जापान आउँदाखेरि 2 वर्ष एउटै कम्पनीमा काम गर्ने गरेर आउनुभयो भने दुःख पाउनुहुन्न। इन्डियन खाना, नेपाली खाना अथवा विदेशी खानाबाट अर्को विदेशी खाना अथवा जापानिज खानामा जान नमिल्ने बनाएको छ। काम कति पाइन्छ पाइन्न भन्ने इन्फर्मेसन नेपालै बसेर लिन सकिन्छ। यो कुकको चाहिँ विशेष गरी कुकै भनौँ, अब स्किल भिजामा आएका जति पनि मजदुरहरू छ जापानमा, तपाईँले चाहिँ यो भिसाको चाहिँ विशेष गरी चाहिँ जुन डकुमेन्टहरू हेर्ने र यो प्रक्रियालाई चाहिँ एकदम सहज गर्ने काम पनि तपाईँको कार्यालयबाट भइरहेको हुँदाखेरि मैले तपाईँलाई एउटा प्रश्न गर्न चाहेँ। पछिल्लो समय यो कुकको भिजा भन्छ अनि व्यवसायको भिजामा चाहिँ जापानमा कडी कडाउ भइरहेको छ र कतिपय केसमा त भिजै आएन, कतिलाई लगभग म्याक्सिमम मान्छेहरूले धेरैलाई जुम्बी भिजा दियो यो 1.5-2 महिनामा भन्ने कुराहरू आएको छ। के यो सत्य हो होइन अलिकति भनिदिनुहोस् न। अहिले चाहिँ भिसामा धेरै नै कडाइ गरेको छ। धेरै साथीहरूको भिसा 30 दिनको भिसा आएको छ। यसको चाहिँ मैले आफैले पनि धेरै साथीहरूको 30 दिन भिसा आएको देखेको छु। यसको मेन कारणहरू चाहिँ अब डकुमेन्ट्स अलि नपुग्ने, नमिलाएको, लेख्ने कुरामा अस्पष्ट हुने, होकेनहरू ट्याक्सहरू टाइममा नतिर्ने लगायतको कुराहरूले गर्दाखेरि उनीहरूले चाहिँ पहिला अर्को कम्पनी खोज अथवा चाहिँ केही समयको लागि भिसा दिने गर्दै थिए। अहिले 2026 जनवरीबाट कडाइ गरेको हुनाले एकचोटि चाहिँ जापानबाट बाहिरै जानुपर्ने कारण देखाएर 30 दिने भिसा दिने साथीहरूको सङ्ख्या बढिराखेको छ। यसमा सबै साथीहरूले चाहिँ पहिल्यै चाहिँ सम्पूर्ण डकुमेन्ट चेक गरेर अनुभवी साथीहरूसँग सल्लाह गरेर भिसा चाहिँ रिन्युको लागि अप्लाई गर्नुहोला भन्ने चाहिँ मेरो सल्लाह छ। अब जस्तै तपाईँले नेपालैबाट जुन यो स्किल भिजामा आउने, कुक भिजामा आउने मान्छेहरूलाई चाहिँ के भन्नुहुन्छ? अलिकति आफ्नो एउटा चाहिँ जानेको हुनुहुन्छ, कागज प्रक्रिया कति मिलाउनु पर्ने हो, कसरी आउनुपर्ने हो, आफू बलियो भएर आउनुपर्ने हो होइन, अबको दिनमा जापानमा कानुन कति कडा भएको छ अहिले अलिकति भनिदिनुहोस्। होइन, मेरो अनुभवमा त जापानमा कुकमा आउने साथीहरूले सम्बन्ध प्रथम त कुकमा निपुण हुनुहोस् होइन। खास रुलमा चाहिँ 10 वर्ष अनुभव भएको मान्छे आउने भिसा भएको कारणले गर्दा कुन काम गर्न जाने हो त्यो काममा निपुण भएर आउनुभयो र अलिकति चाहिँ साधन कम्युनिकेसन गर्ने भाषा पनि जानेर आउनुभयो र जुन कम्पनीमा आइन्छ त्यो कम्पनीमा केही नभए पनि 2 वर्ष काम चाहिँ त्यही कम्पनी गर्ने गरी कम्पनी मालिकसँग, कम्पनी ओनरसँग चाहिँ करार गरेर आउनुभयो भने यहाँ आएपछि भाषा पनि सिकिन्छ, यहाँको रहनसहन पनि बानी परिन्छ र चाहिँ दुःख पाइन्न जस्तो लाग्छ मलाई। एउटा कुरा नि तपाईँको जस्तै त्यो जुन सम्बन्धित स्किल भिजामा आयो त्यो चाहिँ अब विशेष गरी अहिले यहाँ नेपाल जापानमा चाहिँ नेपाली तथा नेपाली र इन्डियन कडी जुन होटल व्यवसाय तरिकाले चलाउनेमा आएको देखियो र अर्कोमा लान नमिल्दो रहेछ नि। जस्तै अर्को होटलमा जस्तै जान्छु भन्दा नमिल्दो रहेछ, यो कारण के हो खासमा? यो चाहिँ विदेशी कुकहरूलाई चाहिँ यो गिनो भन्ने भिसा दिने किन भनेपछि जापानिजले खाना बनाउन जान्दैन, विदेशी खाना भनेर चाहिँ गिनो भन्ने भिसा दिने सिस्टम बनेको कारणले गर्दा इन्डियन खाना, नेपाली खाना अथवा विदेशी खानाबाट अर्को विदेशी खाना अथवा जापानिज खानामा जान नमिल्ने बनाएको छ। यदि चाहिँ अरूतिर जान चाहनुहुन्छ भने भाषा पढेर अर्को चाहिँ रेस्टुरेन्ट सम्बन्धीको चाहिँ परीक्षा पास गरेर एसएसडब्ल्यूतिर जान सक्नुभयो भने जान सक्नुहुन्छ। यसको लागि चाहिँ 2टा परीक्षा पास गर्नुपर्छ, एउटा भाषा परीक्षा, अर्को चाहिँ स्किल परीक्षा। जापानमा चाहिँ नेपालमा बसिरहेका हुन्छ मान्छेहरू, अब जापानमा जाने हो, अब यसो जुन एउटा व्यक्तिहरू हुन्छन् त्यहाँ जहाँसम्म ल्याइदिन्छु भन्ने, यति पैसा लिए भन्ने त्यो व्यक्तिहरूले भनेपछि अब जाने हो भनेपछि मान्छेहरू चाहिँ तयारी नगर्ने, अब वर्ष श्रमको पनि सर्टिफिकेट छुट्टै बनाइदिने, आफ्नै तरिकाले बनाइदिने, सबै बिना तयारी आइसकेपछि दुःख पाएका घटनाहरू चाहिँ धेरै भयो नि होइन? हजुर हो र मैले चाहिँ पहिला जस्तो छैन। अहिले जापान कस्तो देश हो, त्यहाँ के भाषा चल्छ, कस्तो काम हुन्छ, काम कति पाइन्छ पाइन्न भन्ने इन्फर्मेसन नेपालै बसेर लिन सकिन्छ। त्यस कारणले साथीहरूलाई जापान आउनुभन्दा पहिला म कहाँ जानेछु, कस्तो कम्पनी छ, कामको कस्तो छ, खानपिन संस्कृति कस्तो छ सबै बुझ्नु होला। आफू जाने भिसाको चाहिँ एकदम दक्ष बन्नुहोस्, भाषा पनि चाहिँ कम्युनिकेसन जान्नु भएर आउनुभयो भने दुःख पाइन्न, लाइफ पनि बन्छ। जापानमा चान्सहरू पनि धेरै नै छन्। यो भिजा बिग्रियो भनेको रहेको अवस्था छ। पछिल्लो समय त्यो सामाजिक सञ्जालमा एउटा जापानिजले 21 वर्ष चाहिँ तपाईँको व्यवसाय गरेको मान्छेको नि भिजा आएन भनेपछि यहाँ धेरै ठुल्ठुला मान्छे नि तर्सेछन्। अब ठुल्ठुला त नभनौँ होइन, 21 वर्षसम्म व्यवसाय गरेको मान्छे त अब ठुलै भयो नि त, ती पनि तर्से अवस्था रहेछ। अब यो खासमा चाहिँ के हो, यो सत्य भनौँ न, अब आफू चाहिँ पहिला बलियो हुनुपर्ने हो कि अर्को कुराको पछि लाग्नुपर्ने हो, के हो?
होइन, अर्काको कुरो पछि लाउनु पर्ने आवश्यकता छैन। साथीहरूले चाहिँ त्यति बढाइ चढाएर नि भन्न सक्छन् र आफूले नदेखे पनि सुनिएको भरमा भनिदिन्छन्। तर लामो समय बसेर पनि भिसा बिग्रिने सम्भावना चाहिँ रहन्छ, किनभने यो कोरोनापछि धेरै साथीहरूले टाइममा चाहिँ इन्सुरेन्स नतिरेको, टाइममा ट्याक्स नतिरेको, ट्याक्स धेरै जम्मा भएको कारण कुनै चाहिँ बुङ्काजु गरेर तिर्ने, खण्डी गरेर तिर्ने, त्यसो गरेको हुनाले चाहिँ इमिग्रेसनले त्यस्तालाई चाहिँ अहिले चाहिँ भिसा रिन्यू गर्न दिएको छैन। त्यही भएर होसियार भएर समयमै ट्याक्स तिर्नुहोस्, चाहिँ तिर्न बाँकी रहेको रकम छ भने तिर्नुहोस्। सबै क्लियर भयो भने भिसा बिग्रिँदैन, भिसा दिन्छ, जापान बस्न पाइन्छ। अब हामी यो स्किल भिजाकै विषयमा कुरा गर्दैछु। अब मैले अन्तिममा एउटा प्रश्न सोधेँ हजुरलाई। प्रश्न चाहिँ मेरो के छ भन्दाखेरि, अब आउँदाखेरि नेपालबाट आउँदाखेरिका कुकले चाहिँ तपाईँको कम्तीमा साउसँग 2 वर्षको करार गरेर आउनै पर्यो। अनि तपाईँको यहाँ भएका साथीहरू पनि जति हुनुहुन्छ उहाँले पनि जापानको नियमअनुसार चाहिँ सबै कागजात र चाहिँ त्यहाँ लाग्ने करहरू सबै बिमादेखि लिएर सामाजिक सुरक्षाका कुराहरू आउँछ, सबै तिर्नु पर्यो हो के छ? सही कुरा हो। जापान आउँदाखेरि 2 वर्ष एउटै कम्पनीमा काम गर्ने गरेर आउनुभयो भने दुःख पाउनुहुन्न। जापानमा बानी पर्नुहुन्छ, काम सिक्नुहुन्छ। अनि जापान आइसकेपछि नि केमा होटेलमा बस्नुपर्ने, इन्सुरेन्स बस्नुपर्ने, बसेको चाहिँ लागेको ट्याक्सहरू, तलब खाएको ट्याक्सहरू सबै टाइममा तिर्नुभयो भने समस्या कुनै पनि आउँदैन। आफ्नो भविष्य चाहिँ उज्जवल बनाउन सक्नुहुनेछ। नमस्कार, म ददियल खड्का। अहिले जापानमा लामो समय बसेर इमिग्रेसन सम्बन्धी, डकुमेन्टेसन सम्बन्धी कामहरू चाहिँ सहयोग गर्छु। यसमा मसँग चाहिँ जापानिज गेटसेकी सेन्से पनि हुनुहुन्छ, जेलिसी सेन्से पनि हुनुहुन्छ, लगायत सेन्सेसँग एउटा ग्रुपले काम गर्छु। केही कामको सल्लाह सहयोगको चाहिँ आवश्यकता पऱ्यो भने सम्झिनु होला। धन्यवाद। यो कहाँनिर छ त्यो पनि भन्नुहोस्। यो चाहिँ सिन्जुकु ओकुपोको साउथ इजिटबाट जम्मा 10 सेकेन्ड लाग्छ। या ओकुपो आउनुभयो भने नजिकै छ, चाहिँ आउनुहोस्, वेलकम छ।